सबैलाई नमस्ते। हजुरहरूले यस च्यानलमा स्वागत छ। आज म हजुरहरू समक्ष आजै मात्र खुलेको एनआइएमबी नेपाल इन्भेस्टमेन्ट मेगा बैंक लिमिटेडको भ्याकेन्सी सम्बन्धी जानकारीमूलक भिडियो लिएर उपस्थित भएको छु। आशा छ हजुरहरूले यस भिडियोलाई अन्तिमसम्म हेर्नुहुनेछ। साथै यदि हजुरहरूले यस च्यानललाई सब्स्क्राइब गर्नुभएको छैन भने सब्स्क्राइब गर्नुहोला र नजिकै रहेको बेल आइकन प्रेस गरेर अलमा थिच्न नभुल्नुहोला, ताकि पछि आउने यस्तै खालका भिडियोहरू हजुरहरूले मिस गर्नुहुने छैन। अब लागौँ भिडियोतर्फ। एनआइएमबी बैंकले चाहिँ धेरै पोजिसनहरूको लागि चाहिँ भ्याकेन्सी आह्वान गरेको छ, जुन चाहिँ ए क्लास कमर्सियल बैंक रहेको छ नेपालको। सुरुमा धेरैको बैंकमा इन्ट्री गर्ने मुड हुन्छ, इच्छा हुन्छ, चाहना हुन्छ। त्यसैको आधारमा चाहिँ सुरुको पोस्ट रहेको ट्रेनिङ असिस्टेन्ट, जुन चाहिँ आउटसाइड भ्याली र रिमोट ब्रान्चेसहरूको लागि रहेको छ। रिक्वायरमेन्ट चाहिँ फ्यू भनेको छ हैन। अनि क्वालिफिकेसनको कुरा गर्दा ब्याचलर डिग्री चाहियो कमर्समा अथवा म्यानेजमेन्ट, इकोनोमिक्स, लिगल, आइटी, स्ट्याटिक्स अर इक्विभ्यालेन्ट डिग्री फ्रम रिकग्नाइज युनिभर्सिटी भनेको छ। ब्याचलर पास गर्नु भएको छ दिएको विषयहरूमा भने चाहिँ हजुर क्वालिफाई हुनुहुन्छ। अनि अर्को छ टिए नै रहेको छ, जुन चाहिँ आइटी छ इनसाइड भ्यालीको लागि। आइटी विशेष गरेर हेड अफिसमा हुने गर्दछ। त्यसमा चाहिँ केही भनेको छ। अब यसको क्वालिफिकेसन चाहिँ यो पनि ब्याचलर नै रहेको छ, जुन चाहिँ कम्प्युटर एप्लिकेसन, कम्प्युटर साइन्स, आइटी, स्ट्याटिक्स अर इक्विभ्यालेन्ट भनेको छ। यसको एक्सपिरियन्सको कुरा गर्दाखेरि कुनै एक्सपिरियन्स आवश्यक छैन टिएको लागि है। उमेर हद भनेको चाहिँ 30 वर्ष क्रस हुनु भएन मेलको लागि भने, 35 वर्ष क्रस हुनु भएन फिमेलको लागि। अब जब डिस्क्रिप्सन हेरौँ के छ भन्दाखेरि इन्ट्री लेभलको रोल हो यो। सिलेक्टेड क्यान्डिडेटहरूलाई चाहिँ 1 वर्षको ट्रेनिङ पिरियड हुन्छ। यदि 1 वर्षपछि ट्रेनिङ पिरियड सक्सेसफुली कम्प्लिट गर्नु हो भने चाहिँ हजुरहरू जुनियर असिस्टेन्ट पोजिसनको लागि इलिजिबल हुनुहुनेछ भनिरहेको छ। अर्को छ लिगल रहेको छ। यो चाहिँ अफिसर, जुनियर अफिसर र सुपरभाइजर रहेको छ। मास्टर डिग्री चाहियो हैन, लबाट ब्याचलर डिग्री चाहियो, मास्टर डिग्रीलाई चाहिँ प्रिफरेन्स दिइनेछ भनेको छ। थोरै भनेको चाहिँ 3 वर्षको एक्सपिरियन्स सुपरभाइजर लेभलको लागि, 5 वर्ष चाहिँ जुनियर अफिसर अथवा अफिसर लेभलको लागि। 35देखि 40 वर्ष नकाटेको, 35 वर्ष पुरुषको हकमा, महिलाको हकमा 40 वर्ष। अनि इन्फर्मेसन सेक्युरिटी भनेको छ, यो पनि त्यस्तै रहेको छ। अनि अर्को रहेको छ डिपार्टमेन्ट आइटी रहेको छ। त्यसपछि अब स्पेसल कन्सिडरेसन भनेको छ, योलाई चाहिँ हजुरहरूले जुलाई 1, 2026 सम्म चाहिँ अप्लाई गर्न सक्नुपर्नेछ। सर्टलिस्टेड क्यान्डिडेटहरूलाई चाहिँ फर्दर प्रोसेसलाई बोलाइनेछ भने कसरी अप्लाई गर्ने यो कुरा आउन सक्छ। अप्लाई गर्नको लागि नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको अफिसियल साइट खोल्नु कुनै पनि ब्राउजरमा। त्यहाँ पर्सनल ब्याङ्किङभित्र चाहिँ करियर सेक्सन रहेको छ, त्यहाँबाट चाहिँ हजुरहरूले अप्लाई गर्न सक्नुहुनेछ। कहिले भन्दा जुलाई 1, 2026 सम्म। यति नै रहेको छ आजको यो भ्याकेन्सी सम्बन्धी जानकारीमूलक भिडियो चाहिँ। इक्जाम ओरिएन्टेड क्वेसनहरू चाहिँ मैले माथि पिन गरिदिएको छु, हेर्नु होला। ओल्ड अरू बैंकहरूमा सोधेको क्वेसनहरू चाहिँ त्यस्तै खालको क्वेसन आउने गर्छ यसमा पनि। हस् त आजलाई यति नै। हजुरहरूलाई यो भिडियो कस्तो लाग्यो, केही सल्लाह सुझाव छन् भने दिन नभुल्नु होला। अब हामी अर्को भिडियोमा भेट्नेछौँ। तबसम्मको लागि थ्याङ्क्स फर वाचिङ, बाई।